हेलो एभ्रिवान, सबैलाई नमस्ते। आजको यात्रा चाहिँ सुर्खेतसम्म रहेको छ। देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले चाहिँ माथि हरेको उकालो चढ्दैछौँ। यो ठाउँ कतिजनालाई थाहा छ, जतिजनालाई थाहा छ सबैले कमेन्ट गरिदिनु होला। कतिपयजनाहरू यहाँ पनि आइसक्नु भएको छ होला। अनि यो बिहानको भ्यू है, यो बिहानको भ्यू चाहिँ एकदम दामी बवाल देखाउँछ। अनि मौसम पनि एकदम राम्रो छ। बिहान चाहिँ पानी परेको थियो, अहिले चाहिँ पानी परेको छैन। हामी चाहिँ अहिले हरेको तल ओह्रालोमा आएर चाहिँ रोकेछौँ गाडी, किनकि गाडी धेरै तात्तियो। त्यसैले हामी यता 10 मिनट रेस्ट गरेर अलि पिसाब सिसाब गरेर पनि जानेछौँ। अनि हामी अलि तल गएर चिया पनि खानेछौँ होटलमा। हामी चाहिँ अहिले चाहिँ झरिरहेछौँ छिन्चुको ओह्रालो हैन, छिन्चुको ओह्रालो। अब बिस्तारै बिस्तारै झरौँ, किनकि गाडी खासै स्पिड पनि छैन। गाडी चाहिँ अब त्यही 6 चक्का गाडी, अब त्यही 12 टन चाहिँ अलि ओभर नै लोड छ भनौँ। अब 8 टन क्षमता, अलि 12 टन ओभर नै लोड छ। किनकि अब खुद्रा लिएर आएको सुर्खेतको लागि, अब ठोस माल पाएन। अब खुद्रा माल, अब आफ्नै ट्रान्सफरको माल बोकिन्छ। अनि हामी चाहिँ अहिले चाहिँ हाम्रो यो जुन भइरहेछ नि हाम्रो यो यात्रा, खासमा हिजोदेखि नै मैले भिडियो बनाउनु पर्ने हो, तर मैले चाहिँ बनाउनु पाएन। त्यसको लागि आइएम सो सरी। अनि हामी चाहिँ अहिले यहाँ पुगिसकेका छौँ। अब केही मिनट छ, 2 मिनटमा चाहिँ हामी तल पुग्नेछ हाम्रो चिया खाने होटलमा। त्यहाँ चाहिँ हामी सहजार होटलमा चिया खान्छौँ। सायद अहिले सहजार होटलमा चाहिँ अहिले उठ्नु भएको छैन होला आन्टी। अब हामी अर्को होटल पनि छ खाने, अनि त्यहाँ पनि राम्रो बनाउँछ चिया नास्ता। अलि चिया सिया खाएर अलि फ्रेस भएर हामी चाहिँ अनि सुर्खेतको यात्रा गर्नेछौँ। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। अनि लाइक, कमेन्ट अनि सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। सबैजनाले सब्सक्राइब चाहिँ गरिदिनु होला। देख्न सक्नुहुन्छ अहिले चाहिँ बिहानको उसमा चाहिँ के अरे बिहान मर्निङ टाइममा चाहिँ कोही अब हिँडिरहेछन्, कोही के भइरहेछन् हैन। फाइनली हाम्रो चाहिँ यता आइसकेको छौँ हामी चाहिँ नास्ता खाने ठाउँमा। देख्न सक्नुहुन्छ गाडी पनि कति धेरै गाडी लागेको छ। सायद यिनीहरू हिजो यतै बसेको हुनुपर्ने राति। अब कोही जाने, कोही आउने, कोही खाली गाडी छन् हेर्नु। कोही लोड गर्न जाने होला न, चाहिँ कोही खाली गर्न जाने होला, सुर्खेत छिन्चु कता कता जाने हुन्। अनि हामीले चाहिँ अब गाडी चाहिँ यहाँ लगाएछौँ। देख्न सक्नुहुन्छ गाडी चाहिँ हामीले यता लगाइसक्यौँ। अनि एकदम भित्र चाहिँ हालेन, हामीले चाहिँ अलिक छेउमा लगायौँ, किनकि अहिले फेरि गाडी निकाल्नु डिस्टर्ब हुन्छ भित्र हाल्यो भने। अनि अहिले धेरै गाडी आउन सक्छ नि त, त्यसैले बिहानको टाइममा ट्याक्क बुरुस गरेर एकछिन फ्रेस भएर। आजभोलि चाहिँ मेरो यो फेसमा खै के कोठी धेरै आइरहेछ, के कारणले थाहा भएन। अनि बिहानको यो चिया एकदम बेस्ट चिया थियो। अब चियाको तारिफ के गर्नु र, ट्याक्क बसेर अनि बाहिरको भ्यू हेर्दै अनि चिया खाँदै गरेको अलि मजा नै छुट्टै हुन्छ, अलग नै छुट्टै मजा आउँछ हैन। हामी यो छिन्चु बजारको रोड कहिले बन्ने खै त। अब के अरे उतापट्टिको रोडको बजेट चाहिँ आछ अरे, अनि यतापट्टि अहिले हामी हिँडिरहेको बाटोको बजेट चाहिँ छैन भन्न सुनेको थिएँ मैले हैन। खासमा बजार त एउटै हो, बजेट त दुइटै रोडको आउनुपर्ने, यो अलग अलगको पनि आउँछ र बजेट, त्यो चाहिँ मलाई थाहा भएन। देख्न सक्नुहुन्छ बाटो कति खराब छ। अगाडिको गाडी पुरा हिलोमा डुबिसक्यो, हामी पनि हिलोमा डुबिसक्यौँ। त्यो गाडी हेर्नु न, ब्रेक तात्तिएर त्यसको टायर तात्तिएर कस्तो धुवा फालिरहेछ, धुवा उडिरहेछ नि त हैन। अनि खाल्टाखुल्टी छ, अनि हिलो छ यस्तो बजारको बाटो। अनि बाटो अलि ढिलो नै बनाइरहेछन् बाटो, अलि छिटो गरिदियो भने हुन्थ्यो बाटो। हामीले भन्ने बित्तिकै चाहिँ कहाँ हुन्छ र, अब उनीहरूको पनि काम हुन्छ हैन। त्यो त अब समस्या हामीले पनि बुझ्नुपर्छ। अनि तर बाटो चाहिँ यो पहिला नै बनाइसक्नु पर्ने हो। अब यो बाटो चाहिँ अलि ढिलो बनाए। अब यो बाटो चाहिँ क्लियर भयो भने चाहिँ सायद यो बाटो एकदम राम्रो बन्छ होला जस्तो लाग्छ मलाई। किनकि उतापट्टि पिच पनि एकदम दामी गरेछ। मैले चाहिँ अस्ति हेरेको थिएँ त्यो गाडी रोकेर, अनि पिच चाहिँ एकदम राम्रो गरेको छ। यता पनि छिटै, यताको बाटो पनि छिटै बनाओस् हैन। अनि उयो ह्यान्ड खडा भएको दाइलाई चाहिँ हामीले चार्जर दियौँ। अनि मैले चाहिँ चार्जर लिएर आएको थिएँ, उहाँको लिएर आएको भन्नाले पनि छुट्टी थियो गाडीमा। अनि मैले चाहिँ चार्जर दिएँ। त्यो पेट्रोल पम्पको दाइ हो, उतापट्टि पेट्रोल पम्प छ। कतिपयजनालाई अब छिन्चु सुर्खेत यात्रा गरिरहने मलाई थाहै होला उतापट्टि पेट्रोल पम्प छ भनेर, त्यहाँको चाहिँ तेल हाल्ने दाइ हो। अब आउने समयमा सायद यो छिन्चु बजार पनि एकदम राम्रो बन्छ जस्तो लाग्छ मलाई। सुर्खेतभन्दा पनि धेरै राम्रो बन्छ होला जस्तो लाग्छ।
किनकि अब यता अब यो भइसकेको छ सबै बाटो रेडी अब हुँदैछ बाँकी छ अझै टाइम लाग्ला सायद 1 वर्ष जति लाग्छ होला जस्तो लाग्छ मेरो विचारमा टाइम। बाटो त अलि छिटै बनेको राम्रो तर काम चाहिँ रातिसम्म भइरहेछ 12 बजे पनि गरिरहेछन् काम गर्ने चाहिँ हैन तर अब अलि रातिमा गरेको काम अलि नराम्रो हैन अलि गडबड पनि हुनसक्छ। अनि यो यहाँनिर यो खडा छ नि एउटा गाडी सानो जीप त्यो चाहिँ मेरो दाइको जीप हो। अब मैले चाहिँ गाडी रोकिनँ सायद उहाँ नास्ता खान जानुभएको थियो होला दाइ त्यसैले चाहिँ म रोकिनँ। त्यो जीप चाहिँ उता डोल्पातिर चल्छ। पहिला मैले एक ट्रिप त्यो जीप लगेर पनि गएको थिएँ डोल्पातिर हैन। फाइनली हामीहरू अहिले चाहिँ आइसकेका छौँ भेरी नदीमा। यो भेरी नदी हो देख्न सक्नुहुन्छ भेरी नदीको पुल। हामी चाहिँ एक दिन त हामीले चाहिँ यहाँ पौडी पनि खेलेका थियौँ तल गएर यो पुल तल गएर। अहिले चाहिँ पानी धमिलो छ लास्टै फोहोर पानी आइरहेछ देख्न सक्नुहुन्छ पानी पनि लास्टै फोहोर पानी किनकि पहिरो आउँछ नि त अब बर्खाको बेला पानी यस्तै हो बर्खाको बेला नराम्रो हुन्छ पानी पनि। अब आउने समयमा अब फेरि हामी पौडी खेल्ने छौँ गर्मीमा। गर्मी त लास्टै गर्मी छ अहिले चाहिँ अलि शीतल गरिरहेछ अब यति सुर्खेत भएर होला अहिले नेपालमा भएको भए त अहिले त्यो बेला बस्न सकिन्थेन होला हैन। नेपालमा पनि लास्टै गर्मी छ अब सुर्खेतमा पनि ठिकै गर्मी छ भनौँ न खासै धेरै गर्मी त छैन। त्यही दिउँसो 81 गर्मी हुन्छ भयो भने नत्र चाहिँ हुँदैन। अब हिजो चाहिँ पानी परेको थियो भनेर सुनेको थिएँ मैले सुर्खेतमा हैन। हामी चाहिँ अहिले चाहिँ यता सुर्खेत बजार पुगिसक्यौँ फाइनली। अब बिचमा चाहिँ मैले भिडियो बनाउन पाएन अब किनकि अब गाडी चलाउने कि अब भिडियो बनाउने एउटा हातले चाहिँ अब अलि गाह्रो नै हुन्छ हैन। अब कोही केटा पनि छैन भिडियो बनाउने। अब मैले एउटा केटा राख्यो भने चाहिँ अब म भिडियो बनाउँछु गाडी बोकेर आएको देख्न सक्नुहुन्छ। अनि फेरि हामी यो अहिले यो बजार छ नि यहाँनिर चाहिँ नि यो जीपहरू लास्टै डिस्टर्ब गर्छन् यो इभी गाडीहरूले। अहिले त बिहान भएर केही गर्दैन अहिले दिउँसो साँझ झगडा गर्ने त्यो गर्ने पुरा जाम लगाउने ट्राफिक पनि हैरान हुन्छ। अनि भिडियो यहीँसम्म हो अब लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला यहाँसम्म हेर्नुभएकोमा धन्यवाद। अब भेटौँला नेक्स्ट भिडियोमा यो चाहिँ पार्ट 2 हो। खासै अब भ्लग भिडियो चाहिँ मलाई खासै बनाउन आउन्न खासै कम्पिटिसन छैन अलि कन्फ्युज नै हुन्छु भिडियो बनाउन मलाई अलि बोल्न पनि आउँदैन अलिअलि सिकिरहेको छु बोल्न अब बनाउने कोसिस गरिरहेको छु हेर्दै जाम अगाडि के हुन्छ। अब अलिअलि सुधार भइरहेछ भनौँ न भिडियोहरुमा पनि हैन। अब योभन्दा अझै राम्रो बनाउने कोसिस गर्नेछु तपाईहरुले सपोर्ट गरिदिनु होला जति पनि जनाले हेर्नु भएको छ सपोर्ट गरिदिनु होला। अब यो चाहिँ अहिले मोबाइलको क्यामेराले खिचिरहेको छु अलि राम्रो क्वालिटीको छैन अनि अब चाहिँ म क्यामेरा लिन्छु होला सायद अब 1-1.5 महिनापछि अनि क्यामेराले बनाएपछि अनि राम्रो होला भिडियो।